सो भएन भने चाहिँ हामीले पनि हाम्रो त्यो सांसदको बिल्लाहरूलाई दिएर सांसदको रूपमा यहाँ पठाउँदाखेरि हुन्छ होला, त्यो फेसिलिटी हामीले पनि दिनुपर्छ भन्ने म माग राख्न चाहन्छु। सबैभन्दा पहिला चाहिँ हामीले यो मन्त्रीज्यूहरूको आसन जुन छ, अब यहाँ त यस्तै भइहाल्यो, नयाँ भवनमा हामी सर्दैछौँ होला। मन्त्रीज्यूहरूको आसन चाहिँ फरक हुनुपर्छ जस्तो मलाई लाग्छ, किनभने मन्त्रीज्यूहरू नेपाल सरकारको हुनुहुन्छ, कुनै पार्टीको हुनुहुन्न। त्यसो भएको कारणले उहाँहरूको यो नयाँ भवनमा चाहिँ उहाँहरूको आसन पनि फरक राखियो भने राम्रो हुन्छ जस्तो मलाई लागेको छ, सल्लाह दिन चाहन्छु। र अघि भर्खरै पूर्ववक्ताज्यूहरूले थुप्रै कुराहरू राख्नुभएको छ, कसैले कम्युनिस्टको बजेट, कहिले कङ्ग्रेसको बजेट भन्दा पनि हाम्रो नेपालीको बजेट, नेपालको बजेट भन्ने हिसाबले हामीले बुझ्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। र अब यहाँ हामी मन्त्रालयहरूको छलफल गरिरहेका छौँ। अब ती मन्त्रालयमा बजेटहरू विनियोजित भएका छन्, ती बजेटहरूलाई समयमा कार्यान्वयन गराउनका लागि चाहिँ सबैभन्दा ठुलो समस्या चाहिँ कानुनी समस्या हुँदो रहेछ। म पनि एउटा सानो सानो पालिका चलाएर आएको अनुभव छ मलाई। हामीले बजेट बनाउँछौँ, तर त्यो बजेट कार्यान्वयन गर्नका लागि यति धेरै तपाईँको समय लाग्छ, ठेक्का पट्टादेखि लिएर वनको कानुन, यहाँ यो कानुन। त्यसले गर्दाखेरि म अब यहाँ कानुन मन्त्रीज्यूलाई पनि मैले उहाँको चेम्बरमा पनि भेटेर सल्लाह दिएको थिएँ। अब यो सरकारले चाहिँ यो बजेट कार्यान्वयनलाई चाहिँ अत्यन्तै सहज बनाउनुपर्छ, त्यसतर्फ चाहिँ आवश्यक कानुनी चिरफार गर्नुपर्छ, अत्यन्तै ठुलो कानुनी चिरफार गर्नुपर्छ जस्तो मलाई लाग्छ। अन्यथा हाम्रो बजेट त बनाउँछौँ, खर्चै गर्न सक्दैनौँ अनि असारमा गएर बाटो बनाइहिँड्नुपर्छ, पानी परेर भिलबाडीका साथ, र लगाएको अस्फाल्ट पनि राम्रो नभएर फेरि 1 वर्ष नपुगिकन भत्किने बाटोहरू भत्किने गरेको पनि देखिएको छ, र त्यसतर्फ ध्यान दिनुपर्छ भनेर म सुझाव दिन चाहन्छु। अब यो हिसाबहरू थुप्रै नमिलेको देखेँ मैले, त्यो उसमा ठुलो एउटा त्रुटि देखेको छु मैले चाहिँ, क्लेरिकली चेक गरेँ। गर्दाखेरि हिजो पनि मैले सूचना तथा प्रविधि मन्त्रालयको त्यो जुन आएको थियो त्यसलाई चाहिँ नि ब्रेकडाउन गरेको छैन भनेर ध्यान आकर्षण गरेको थिएँ भने आज मैले एउटा सानो नमुना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जुन एउटा ब्रेकडाउन छ, त्यसमा त्यो तपाईँको चाहिँ नि पुरा बजेटको ब्रेकडाउन छैन, एउटा समस्या त्यो छ। अर्को चाहिँ के छ भने त्यहाँनिर तपाईँले याद गर्नु होला, पाना नम्बर 16 मा जानुभयो भने बजेट नम्बर 30109011 मा कुल पुँजीगत भनेको चाहिँ नि 1106.43 लेखिएको छ, तर जोड्दाखेरि चाहिँ त्यहाँ 1103.43 मात्रै आउँछ। त्यसै गरी पाना नम्बर 20 र तपाईँको 21 मा चालु लेखिएकोमा 64 छ, रियल जोड्दाखेरि त्यहाँ तपाईँको ट्याली गर्नुहोस्, त्यहाँ 53.58 आउँछ। त्यसै गरी पाना नम्बर 19 को पुँजीगतमा तपाईँको चाहिँ नि के अरे 1106 र पाना नम्बर 11 को चालुमा 64 लेखेको छ। यो दुईवटा जोड्दाखेरि चाहिँ तपाईँको चाहिँ नि फेरि 1729.5 भयो भनेर भनेको छ, त्यो गलत ट्यालीहरू छन्। त्यसै गरी तपाईँको पाना नम्बर 27 र 28 मा टोटल गर्नुभयो भनेदेखि टोटल लेखिएको छ 153, तर त्यहाँ जोड्नुभयो भने 143 मात्रै आउँछ। यसरी यो क्लेरिकल मिस्टेक हुनु भनेको ठुलो तपाईँको गल्ती हो। यो नियतवश गरिएको छ या भुलवश भएको छ होइन। कर्मचारीको तलब त हामीले बढाइदियौँ, तर उहाँहरूको ट्याली यस्तो रहेछ। अङ्कगणितमै हामी फेल भइरहेका छौँ भने हामीले पोलिसी बनाउन सक्दैनौँ होइन। 1 मा 1 जोड्दा कति हुन्छ भनेर भन्दाखेरि 2 हुनुपर्नेमा 3 लेखियो भने त त्यो के खालको क्लेरिकल तपाईँको चाहिँ के अरे मिस्टेक हो। यो अर्थमन्त्रीज्यू लगायत सम्बन्धित तपाईँको चाहिँ त्यहाँ मन्त्रालयमा को हुनुहुन्छ गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु र त्यसलाई तुरुन्त सच्याउनुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। अन्यथा यो हिसाबको गडबडी भनेको नीतिगत गडबडी हो, नीतिगत गडबडी नै तपाईँको आर्थिक तपाईँको चाहिँ भ्रष्टाचारको जरा हो। सो भएको कारणले हामी पक्कै पनि सुशासनको पक्षमा छौँ होला, यो खालको त्रुटि नहोस् है। यो मिस्टेक छ, पुरै मिस्टेक छ, त्यो पुनर्लेखन गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। अब स्वास्थ्यसँग सम्बन्धित कुराहरू हिजो पनि हामीले उठाएका छौँ। म अलिकति आउट अफ द कन्टेक्स्ट पनि एउटा कुरा राख्न चाहन्छु। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउनका लागि म माग राख्न चाहन्छु नेपाल सरकार समक्ष। परराष्ट्र मन्त्रालयको ब्रेकडाउन हेर्दाखेरि सीमा नापी टोलीको लागि 2,43,18,000 छुट्याएको भन्ने छ, त्यति पर्याप्त हुँदैन भन्ने हो। त्यो चाहिँ प्रस्तावनामा छ,
तर कार्यक्रममा चाहिँ फेरि 70 लाख मात्रै देखाएको छ र बाँकीको हिसाब चाहिँ के भयो भन्ने बारेमा पनि तपाईँको चाहिँ के अरे जवाफ हामीलाई चाहिन्छ। सीमा नापी टोलीको ऱ्यापिड रेस्पोन्स टिमलाई 2 लाख मात्रै छुट्याइएको छ। अचम्म लाग्यो त्यो 2 लाखले के हुने होला। र अर्को कुरा चाहिँ झन् साह्रो अचम्म लाग्दो चाहिँ नेपाल चीन सीमा संयुक्त निरीक्षण टोलीको लागि 1000 मात्रै छुट्याइएको छ। गर्न खोजेको के हो? छक्क पर्यो। मानिसहरु माइक अन गर्नु। धन्यवाद। म त कति छिटो सकिएछ समय भन्छु नि। र 1000 मात्रै छुट्याइएको छ। 1000 पनि छुट्याउने हो र त्यो? यो कस्तो खालको मिस्टेक? यो ठुलो मिस्टेक छ। पुनर्लेखन गर्नुपर्छ भन्ने मलाई चाहिँ नि लाग्दछ र त्यही सुझाव म दिन चाहन्छु। अब पूर्वाधार विकासका कुरा गर्दाखेरि तपाईँको चाहिँ नि के अरे थुप्रै कुराहरू समाविष्ट भइसकेका छैनन् जस्तो मलाई लागेको छ। मन्त्रीज्यूसँग मैले कुरा गर्दाखेरि हामीले विविधमा राखेका छौँ भन्ने कुरा छ। मलाई आशा छ त्यो विविध कोषबाट हाम्रो आवश्यकताहरू परिपूर्ति हुनेछन् भन्ने कुरामा मैले विश्वास लिएको छु। अब यहाँनिर अनुगमन नगरिकन फेरि योजना चाहिँ नहुने जस्तो मैले देखेँ। हामी सबैजना अनुगमनकर्ताको रूपमा पनि होइन, हाम्रो निर्वाचन क्षेत्रको एउटा सबैभन्दा जिम्मेवार राजनीतिक तपाईँको चाहिँ के अरे अधिकार प्राप्त, संवैधानिक अधिकार प्राप्त एउटा अनुगमनकर्ता पनि हामी हौँ। अब त्यो अनुगमन हामीले नगर्दाखेरि चाहिँ के हुँदो रहेछ भने धेरै योजनाहरूमा चाहिँ हेऱ्यो साइटमा इन्जिनियर छैन है, ठेकदार पनि छैन, कामदार मात्रै छ, अनि धुलोमा तपाईँको अस्फाल्ट लगाइराखेका छ। त्यसले गर्दाखेरि अब हामीले पनि सकेको तपाईँको चाहिँ के अरे अनुगमन गर्नुपर्छ भन्ने म सबैजनालाई त्यो निवेदन पनि राख्न चाहन्छु र मैले चाहिँ त्यो गरिराखेको पनि छु। र यो अनुगमनकै क्रममा होला मन्त्रीज्यूले कता पो गएर के भन्नुभएको रहेछ, त्यो चाहिँ ठेकापट्टा पनि त्यही खालको छ है। त्यसले गर्दाखेरि हुँदैन है। कसको तपाईँको कमजोरी हो यो? हाम्रो सरकारी पक्षको कमजोरी हो या ठेकापट्टा गर्ने तपाईँको चाहिँ के अरे व्यवसायी निर्माण व्यवसायीहरूको कमजोरी हो? हामी सबैजना त्यसतर्फ चाहिँ के अरे केन्द्रित रहौँ, म त्यो भन्न चाहन्छु। अर्को कुरा गृह मन्त्रालयको कुरा गर्दाखेरि चाहिँ मेरो एउटा सुझाव छ। कारागारको सङ्ख्या र कारागारको आकार बढाउनु भन्दा पनि हामीले नैतिक र सामाजिक शिक्षा समाजमा प्रभाव गर्नेतर्फ हाम्रो नीति उन्मुख हुनुपर्छ जस्तो लाग्छ। किनभने हाम्रो नागरिकलाई अपराधी करार गर्दै थुन्दै तपाईँको चाहिँ राखेर समस्या समाधान हुन्छ जस्तो मलाई लागेको छैन। र अब यो पूर्वाधारको लागि हामीलाई चाहिने चाहिँ ढुङ्गा गिट्टीहरू हुँदो रहेछ। त्यसका लागि हामीले खोला भत्काउने चलन चाहिँ अन्त्य गर्नुपर्छ जस्तो मलाई लाग्छ। म सबै मन्त्रालय के अरे सम्बन्धित मन्त्रालयहरूलाई म ध्यान आकर्षण गराउन चाहन्छु। बरु कहीँ कतै भेटियो भने एउटा पत्थरले भरिएको रकले भरिएको चाहिँ एउटा डाँडालाई काटेर हामीले त्यो गर्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। यति भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्य खुशबु ओली, समय 12 मिनट। त्यसपछि माननीय सदस्य पुनम कुमारी अग्रवाल। सम्मानीय सभामुख महोदय, सर्वप्रथम मान्य मन्त्रीज्यूहरूलाई धन्यवाद भन्न चाहन्छु। उहाँहरूले सांसदहरूलाई यति असाधारण क्षमताको धनी भन्ठान्नु भएको छ कि विकासको कार्यक्रमको पुस्तिका आउने बित्तिकै 2-3 दिनभित्रै मन्त्रालयका सम्पूर्ण बजेट, नीति प्राथमिकता, खर्चका विवरणहरू अध्ययन गरेर त्यसको विश्लेषण गरी खर्च कटौतीका प्रस्ताव समेत तयार पारेर यहाँ गम्भीर छलफलै गर्न सकिन्छ भन्ने यहाँहरूले हामी माननीयज्यूहरूको क्षमताबारे यति धेरै सोचिदिनु भएछ। हामी कुनै सुपर कम्प्युटर नै होइन, सरकारले विश्वास गरे जस्तो यो अति नै महत्त्वपूर्ण दस्तावेजहरूमा 2 दिनको समयमा 18वटा मन्त्रालयको 18वटा विकास पुस्तिका हामीले कसरी पढ्न सक्छौँ। यसपटक त चुनाव विशेष परिस्थितिमा भयो, बजेट ल्याउने हताश पनि थियो, हतारो पनि थियो, तर अर्को पटक चाहिँ यो सुधार गरियोस्। किनभने सदनमा भएका छलफलहरू, बजेटका छलफलहरू कर्मकाण्डी होइन, वास्तवमै प्रभावकारिताकै विषयलाई ध्यानमा राख्नुपर्छ जस्तो लाग्छ।
विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकहरूमाथि हुने छलफलको क्रममा म पूर्वाधार विकास मन्त्रालयको तर्फबाट सुरु गर्न चाहन्छु। मन्त्रालयले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण करिडोर, नागढुङ्गा सुरुङ मार्ग, रेलमार्ग तथा विभिन्न रणनीतिक पुल तथा सडक आयोजनाहरूलाई निरन्तरता नै दिएको छ। यसले राष्ट्रिय एकीकरण, आर्थिक विकास, क्षेत्रीय सन्तुलन र यातायात पहुँच विस्तार को सकारात्मक सङ्केत दिएको छ। तर दस्तावेजलाई अध्ययन गर्दा एउटा गम्भीर प्रश्न उठ्छ। दशकौँदेखि नेपालले पूर्वाधार निर्माण गरिरहेको छ कि पूर्वाधारको लागि बजेट विनियोजन मात्रै गरिरहेको छ? अबको सरकारले यो थितिलाई तोडोस् यो मन्त्रालयले। मदन भण्डारी राजमार्ग, मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर जस्ता आयोजनाहरूले दुर्गम क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नेछन्। हाम्रो जस्तो भौगोलिक रूपमा जटिल मुलुकमा सडक र पुल भनेका स्टेट बिल्डिङका उपकरण नै हुन् भन्दा पनि हुन्छ। कोशी, कालीगण्डकी र कर्णाली कोरिडोर तथा हिल्सा सिमिकोट सडकमा उल्लेखनीय बजेट विनियोजन गरिएको छ। यसले नेपालले भविष्यमा सीमापार व्यापार, पर्यटन र वैकल्पिक व्यापारिक पहुँचको विस्तारलाई रणनीतिक महत्त्व दिनेछ। नागढुङ्गा सुरुङ मार्गलाई प्राथमिकतामा राखिनु सकारात्मक पक्ष हो। नेपालको भौगोलिक अवस्थालाई हेर्दा कतिपय स्थानमा बारम्बार सडक चौडा पार्ने भन्दा सुरुङ मार्ग दीर्घकालीन रूपमा बढी किफायती र सुरक्षित विकल्प हुन सक्छ। देशभर सयौँ पुल निर्माण तथा मर्मत आयोजनाहरू समावेश गरिएका छन्। नेपाल जस्तो नदी तथा खोला धेरै भएका मुलुकमा पुल निर्माणले सडकभन्दा पनि धेरै आर्थिक प्रभाव सृजना गर्न सक्दछन्। एउटा पुलले सम्पूर्ण क्षेत्रको आर्थिक गतिविधि परिवर्तन गर्न सक्दछ। संसदीय प्रश्न छ, पछिल्ला 5 वर्षभन्दा बढी समयदेखि बजेट प्राप्त गर्दै आएका तर अझै 50% भन्दा कम काम सम्पन्न भएका आयोजना कति छन्?